गाइस आज चाहिँ अस्ति चाहिँ हामी यहाँ गेम हेर्न हिँडेर आएको थियौँ भने आज चाहिँ हामी सबजना मिलेर केटाहरू मिलेर यहाँ साइकलमा आछौँ होइन। ट्रायल गाइस अब हामी चाहिँ ट्रायलको मजा देखाउँ तपाईँहरूलाई होइन। लगेर सेभ भयो त। ओके सेफ राइड हान्नुमै सबले अब ट्रायलको मजा देखाउने छु म हजुरहरूलाई। ट्रायल मेरो हाम्रो दाइको भिडियो हेर्न सक्नुहुन्छ, त्यसमा आउँछ हाम्रो राम्रो भिडियो पनि आउँछ नराम्रो पनि आउँछ होइन। लाइक सपोर्ट सब्सक्राइब गरिदिनु होला होइन। इन्स्टल गरेर आइरहेछौँ चट्ट सबैले साथ सपोर्ट दिनु होला हामीलाई पनि गाइज होइन। अब हामी ट्रायल झार्छौँ, ट्रायल झारेपछि हजुरहरूलाई अहिले एकछिनमा भेट्नेछु गाइज म। ल यति भन्दै अब चाहिँ हामी ट्रायलतिर लाग्छौँ है त। हाम्रो ल यहाँ छुट्टै रमाइलो रहेछ भाइहरूको होइन। फेरि यता हाम्रो दिदीहरू ट्र्याकलाई आउनु भएको रहेछ, हामी ट्रायल आउँदै थियौँ है। यहाँ छुट्टै रमाइलो छ, हामी साइकल गर्न आएको ल छुट्टै रमाइलो भयो कि ल डान्स हालिदिरहेको छ पुरा। हल्का मजा पनि लियो होइन। अब हामी ट्रायलको मजा पनि लिन जानुपर्छ। यहाँ तलतिर अझ अलिक प्याक छ क्या हो मान्छे ट्रायलमा, अलि मान्छे सक्छ अलिक होसियार जानुपर्छ हामी है तल है। ल अब चाहिँ हामी ट्याक्क लाएर ट्रायल ल ट्याक्क लाएर यही हो है हाम्रो ट्रायल चाहिँ। भिडियो क्याप्चर हुन्छ यो क्यामेरा चाहिँ खोलेर देउनु हजुर होइन यहाँबाट त उ गर्नुपर्छ। आने आने लाउन आउन हाम्रो अङ्कल यहाँ लास्टमा उठाउँ 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 उठाउँ। हाम्रो अङ्कल चाहिँ लड्नु भयो होइन। अलिकति ब्यालेन्स बिग्रियो। खोइ उसको उठाउनु भयो जस्तो लाग्यो हो। हाम्रो अङ्कल चाहिँ अलिकति ब्यालेन्स बिग्रिनु भएर लड्नु भयो क्या यता। अलिक ब्यालेन्स अलिक बिग्रियो अङ्कलको अनि त्यही लड्नु भयो के टायर मिल्छ ल। हजुर ल ठिक छ हल्का रमाइलो ए हस् दाइ हस् जाउँ जाउँ। अब हल्का रमाइलो नि भयो, हल्का साइकल बिर नरामाइलो नि भयो होइन। अब केही छैन यस्तै हो कान्छा। यस्तोमा त उ हान्नुपर्छ इन्डो कि के भन्छ नि त्यसलाई। यस्तो छ कसरी थाहै छैन क्या यसमा। यिनीहरू यहाँ लड्न सक्छ यहाँ के अरे कसरी पाउँछन् यस्तो छ ट्रायल चाहिँ। खसुर अब यहाँ जम रहेछ तर हान्दैन है खसुरी कस्तो पो जान्छ डर लाग्छ यार। तर अहिले चाहिँ आधाहरू झुक्यो क्या घामै लाग्छ न यार। यस्तो झुकिदिरहेछ कि यस्तोमा यस्तो हुन्छ आमा 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 यस्तो हुन्छ है। ठोकिन सक्छ देखिँदैन यार। यहाँ ठुलो जम रहेछ नहानु भयो। हाम्रो केटाहरू चाहिँ उता बसिरहेछन्। यहाँ यस्तो छ कि आमा झन्डा लड्यो यार। खोइ के हो थाहै छैन।
ओए केटा पानी पर्न लागिसक्यो आधा आएर केही देखिँदैन त यार बिस्तारै ओए ओए के गर्छ मुला त्यहाँ हेर कस्तो हो के भन्ने यार ल चिप्लो नि यो रक्सक्सन अलि धारा छ कि बिस्तारै आमै पानी पऱ्यो यार बिजोक भयो नि यार यहाँ डेन्जर छ यहाँ बिस्तारै है विजय खै विजय के भयो पानी पर्नलाई अब के अरे गोप्रो चाहिँ मैले अफ गर्नुपर्छ हुन्छ होला होइन भिडियो चाहिँ अब आउँदैन जस्तो लाग्यो कि माथि पानी आउन लागिसक्यो हाम्रो एकजना आउँदैछ फेरि यहाँ भाइ यहाँ मेन यहाँ है चेन फुत्क्यो केटाहरू जम्मा हान्ने मलाई हैरान गरेर फेरि आधार जम होइन मैले त मलाई रुखै नदिएँ कि स्पिडमा यार भने भनेर उ गरेर छ भाइहरू भेट्यो कि यहाँ माथि जाँदै ओहो पानीले अनि जम थियो त्यहाँ थाहै छैन भने के नसाइको है क्या हो बिचरा त्यो अङ्कलले गर्दाखेरि सही होला माथि ट्याक्क भाइहरू पनि माथि ट्याल हान्दै रहेछ के अरे तर आधा आएर छ क्या लास्ट आधा आएर छ सेफ जाएर जानुपर्छ मैले त केही नदेखेको यार रुखमा ठोकेला केटा हो चापु जोगाऊ यहाँ चाहिँ डेन्जरै छ होइन ओए यहाँ त यस्तो पो रहेछ यार हिँड्नु पानीले खत्तम बनायो यार ओ के गर्छ भने हेर्दैन राम्रोसँग जम हो कि त्यो पम्प ट्र्याक बनाएको छ क्या फसुर यस्तै हुन्छ खोइ बिस्तारै मैले भन्दै छु केटाहरूलाई यहाँ है यहाँ नराम्रो बिस्तारै आऊ है बिस्तारै आऊ है जाउँ अरू भनेर पानीले भेट्ला भन्ने चाहिँ उ भइसक्यो मलाई होइन अनि एउटा चिन्ता फेरि अगाडि हाम्रो साथी एकजनाको साइकल बिग्रेर तनाव भएको छ त्यही हो यस्तो छ यहाँ चाहिँ ढुङ्गाहरू छ है बिस्तारै नसकेको ओर्लिम है ल यार पानीले भेट्दिएर यार पानीले भेट्यो गाइस ल हेर्नु कस्तो उल्टो आयो यार छ्या
चाहिँ पानीले उ होला जस्तो छ बिस्तारै बिस्तारै ओइ ढुङ्गा गुडिरहेछ अगाडि खोइ अरू को छ नसके बिस्तारै आए मलाई भनिदिएको छ कान्छ है अब चाहिँ बिचमा पानी परेको छ अब के भ्लग अब होला जस्तो छ होइन हाम्रो क्यामेरा चाहिँ स्योर बन्द हुने भयो अब पानीले बिगार्नु जस्तो छ अब के गर्ने एकछिन बस्ने के गर्ने केटा हो के गर्ने हो पानीले चाहिँ डह्रो हान्यो है त्यही हो अब चाहिँ हामी भाग्नुपर्ने हुन्छ पानीले लाखडे हामीलाई पानीले भिज्यो यार पानीले भिज्यो अब हामी चाहिँ यहाँनिर ट्याक्क लगाएर रेस्ट गर्नु पर्छ यार त्यत ट्याक्क लगाएर पानी परेर आउँदैछन् दुई छोरी धन्ने यार कस्तो हाने त्यही त दुई छोरी यार बस त्यहाँ ट्याक्क पानी पसिसकेको छ हाम्रो कान्छा आउँदैछ लास्टमा कोही छ अरू छ अरू छैन पानीले डिस्टर्ब गर्यो होइन त्यही नमजा लाग्यो हामीलाई पनि हाम्रो त्यही लाग्यो हो कि होइन ट्रेल देखिन सक्यो कि यो त हान्यो भने कस्तो मजा आइदिरहेको मलाई चाहिँ बिजोग भयो यहाँ पानी पऱ्यो लास्टमा आएर यहाँ बस्नु भयो जङ्गलतिर अब यो रुखको फेदमा बस्ने अब ट्याक्क लगाएर हामीले ल हाम्रो यहाँ केटा लुगेर पानी पऱ्यो भने गाह्रो छ पानी पऱ्यो गाह्रो छ यहाँ घरसर पाएन गाई अब यस्तै रुखको अडेस लिएर बस्नु परेको छ पानीले नभिजोस् भनेर हाम्रो कुकुर बिजोग भयो नि गाई